त्यस्तो किन गर्छन् यो राजनीतिक दलहरूको यो भ्यागुताको खुट्टा तान्ने प्रवृत्ति क्या एउटा तपाईँले कथा सुन्नुभयो नेपालबाट भ्यागुता विदेश लगेको कि जिउँदा भ्यागुता लैजाँदाखेरिमा त्यो बाकसको तपाईँ बिर्को नै बन्द गरेर रहेछ जसले भ्यागुता किनेको त्यसलाई त तनाव भ्यागुता त भागेर सक्यो होला भन्ने तर उहाँ गएर गन्दा धर्म चाहिँ जतिको तति अनि सोधे उसले यो के भयो यो भ्यागुता किन भागेन उसले भन्यो यो नेपालबाट ल्याएको भ्यागुता हो नेपालबाट ल्याएपछि के हुन्छ नेपालबाट ल्याएको भ्यागुता त एउटा भाग्नु खोज्यो भने अर्कोले खुट्टा तान्दिहाल्छ नि त्यसो गरेर नभागेको भन्थ्यो यस्तो प्रवृत्ति किन हुन्छ होला त्यो जतिपति हामी बाल्या छौँ यो नि पूर्वाधार त्यही बेला बनेको होइन र दोस्रो कुरा अर्को कुरा त्यो बेला त यो मोटरबल पुलको कुरो भन्दा गाउँ गाउँ जाने झुलुङ्गे पुलको माग हुन्थ्यो गाउँ गाउँमा जाँदाखेरि र लमजुङमा जति पुल बनिएको छ नि त्यसको श्रेय लमजुङ नेपाली गाउँले पाउँछ कि पाउँदैन चुनावमा त पाएन त्यो दिन थाहा पाएन जानकारी गराउन सकेन होला त्यो एउटा पाटो होइन काङ्ग्रेसले के पनि गर्न सकेन होइन तर मलाई के लाग्छ भने काङ्ग्रेसले पाएको अवसरलाई जुन दौडमा लैजानु पर्थ्यो नि हामीले त्यो चाहिँ नसकेकै भन्नुपर्छ होइन काङ्ग्रेस भन्नेको त बुद्धि त घुचुका छ जस्तो लाग्छ मलाई अहिले जनताले चुनावमा फागुन 21 को चुनावमा त्यस्तो परिणति दिए अघिल्लो चुनावमा पहिलो ठुलो राजनीतिक दल 90 सिटको काङ्ग्रेस 38 पनि बल्ल ल्याउनु परेको छ समानुपातिक जोडेर अहिले फेरि दाइरा भाइको उहाँ चुनदेवीकी चाहिँ के अरे सानेपा तपाईँलाई थाहा रहेछ नि काङ्ग्रेस कार्यालय काङ्ग्रेसको काँक्रा काँधमा बारम्बार चढ्ने भयो होइन यो हालत छ अहिले जनता के चाहन्छन् काङ्ग्रेस के हुनुपर्छ भन्ने त छैन कस्तो घुचुका बुद्धि भएको भने हिजोको दिनमा हाम्रो दाइहरूलाई बाउहरूलाई हामीले प्रश्न सोध्न सकेनौँ त्यसबाट हामी पछाडि पऱ्यौँ अब हामी प्रश्न सोध्नुपर्छ भन्ने सन्दर्भमा प्रश्न सोध्नेहरूलाई घरबाट बाहिर पारिएको थियो अहिले त्यही मान्छे घर गरेर बसिरहेको छन् होइन तर त्यस कारण हामीलाई के लाग्छ भने जोसुकै पार्टीमा पनि प्रश्न सोध्न सक्नुपर्छ र त्यही प्रश्न सोध्नलाई लोकतन्त्र आएको तर यो बेला यसरी झगडा गरेर रमिता देखाएर नबस्या भए हुन्थ्यो है कुरी भने त्यो त नेतृत्व पङ्क्तिले बुझ्नुपर्ने बाटो हो जहाँसम्म छ कार्यकर्ता लेभलमा चाहिँ यसरी बाजिनु हुँदैन भन्ने छ अस्ति भर्खरै चाहिँ यो नवप्रवर्तन सम्बन्धी मेरो चासो विषय म त्यही काम गर्छु म पहिल्यैदेखि नै त्यो काम गर्दै आएको छु त्यो नेताले काम पनि गर्छन् गर्छु गफलाउने बाहेक होइन काम गर्नु पर्यो नि काम गरेन भने त कहाँ गफेर हिँड्ने त त्यो त पेसा होइन नि त पेसा गरेर खानु पर्यो अनि यता त सेवा हो नि त तलब आउने सेवा हो होइन तलब आउने त्यो चाहिँ अब यसो भयो नि त जित्यो भने तलब आउने वगेर जितेन भने त तलब आउनु भएन चुनावमा भएको खर्च पनि उठ्दैन नि हो उठ्दैन एउटा मोडल थियो उपभोक्ता समितिले 100 पनि खाँदैन थियो एक कप चिया पनि खाँदैन थियो पब्लिकको म आफै पनि बेला खाँदैन थियो हजुर म आफै पनि अध्यक्ष भएर बसेँ होइन एक पैसा पनि खाँदैन थियो आफ्नो घरको भात खाएर हिँडिन्थ्यो कि त्यस्तो एउटा मोडल थियो नि त त्यो खालको मोडलमा हामीले काम खाने नेता थिए हजुर घुस नखाने पनि नेता थिए कसरी खाने त खानु हुँदैन नि खानुपर्छ भने मैले त सिकेको होइन यो राजनीतिमा आएको म खान्छु भनेर आएको होइन भने तपाईँले यसमा चुनाव जित्नु भएको होइन जितेको छैन त्यसो भए जिलेबी समिति सदस्य चाहिँ जितेँ तर यसमा चाहिँ जितेको छ साँच्चै यो गुरुङहरूको सेन्टर अफ ओरिजिन पनि हो लमजुङ होइन यति धेरै सिधा यति धेरै मनमा लागेको कुरा भन्ने होइन गजबको जाति हो तपाईँको बोलीले म एकदम प्रभावित छु